नमस्कार, तपाईँ यति बेला आफन्त मिडिया हेर्दै हुनुहुन्छ। नयाँ अनि ताजा खबरका लागि हाम्रो च्यानल सब्सक्राइब गर्नुहोला। क्रिकेटर सन्दीप लामिछानेले कान्तिपुर टिभी एचडीलाई हावामा समाचार लेखेको भन्दै चेतावनी दिएका छन्। खासै म यस्तो कुरामा वास्ता गर्दिनँ, तर एउटा प्रश्न छ, कहिले सुध्रिन्छौ यार कान्तिपुर टिभी एचडी? अहिलेसम्म पनि तपाईँहरू यही कुरामा मात्रै ठुलो विषय ठानिरहनु भएको छ। यत्र हालत हुँदा पनि अझै सुध्रिन सकेका छैनौँ। त्यस्तो कुरा हो भने प्रमाणसहितको स्रोत मेरो अगाडि ल्याउनुहोस्। नासा सेक्युरिटिज लगाएर खेल्दिन भनेको भए अस्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त? र यहाँका खेलहरूमा पनि त्यही लोगो छ। र जहाँसम्म क्यान सम्बन्धी कुरा छ, त्यो व्यक्तिगत विषय हो, त्यसको समाधान म आफैले गरिहाल्छु। तर त्यसलाई लिएर किन त्यति चासो देखाएर हावामा समाचार हालिन्छ? समय अझै छ, बेलामा बुझेर समाचार लेख्ने बानी बसाल्नुहोस्। तपाईँहरूलाई म अझै पनि नेपालको एक अग्रणी समाचार माध्यम भनेर सम्मान गर्छु, तर अबदेखि यस्तो नहोस् भन्ने मात्र चाहन्छु। यसरी आफ्नो फेसबुक एकाउन्ट मार्फत कान्तिपुर टिभी एचडीलाई सन्दीप लामिछानेले यस्तो भनेका छन्। जस्ताको तस्तै यहाँहरूमा प्रस्तुत गरी कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह तथा प्रतिक्रिया दिनुहोला भन्दै हामी अर्को भिडियो यहाँहरूमा लिएर आउने भाषा गर्दै अहिलेको लागि छोडिन्छौँ। हवस् त, नमस्ते, शुभ दिन।